गाइजहरू आज चाहिँ के भन्ने म तपाईँहरूलाई एउटा मेरो यस्तो खुसीको अनि अलिकति दुःखको पनि कुरा सेयर गर्नुभएको छु। भिडियोलाई स्क्रोल नगर्नु होला है, एकछिन ध्यान दिएर हेर्नु होला। आज म चाहिँ यो जुन बिर्तामोड हाम्रो पूर्वको बिर्तामोड झापादेखि इटहरी सुनसरीसम्मको यात्राको क्रममा थिएँ। अनि म चाहिँ बसमा चढेको, बसमा जाँदा यसो हेरेको 10 लाख पैसाको बिटा चाहिँ बुङ, 10 वटा बुङको पैसाको बुङ चाहिँ ट्याक्क मजाले टेपिङ गरेर राखेको रहेछ। अनि खुट्टामा झरेको रहेछ। अनि मेरो पालो कसको थियो पैसा भने विचार गरेँ, टिपौँ किन टिपौँ भयो। ट्याप्पै टिपेँ अनि कसको भने त्यसपछि ठिकै छ, यसो अनलाइन भिडियो बनाएर हाल्नु पऱ्यो, अनि आयो भने चाहिँ दिनु पऱ्यो भनेर गाडीबाट झर्ने क्रममा चाहिँ म बसको ढोकाबाट चाहिँ लडेर झरेका लडेँ क्या, बाङलाङ लडेँ। त्यतिखेर चाहिँ सँग दिँदाखेरि त सपना रहेछ क्या गाइजहरू है।